हुन्छ यही हो याकको उस खान पाइने क्या दुध दुध हो कि के हो नहीं उता उता त्यो धेरै पछाडि हो याकको दुध हो र भयो जाऊ गफ हान न अहिले चाहिँ गफ हान न भिडियो अन गर्दा चाहिँ गफै हान्दैन कस्तो लाग्दैछ त राजीव ब्रो ठिक छ तिम्रो त्यो के भन्छ सर्वे गरेको कुराहरू रिसर्चको कुराहरू कमान सेयर इट म्यान पाँचौले मैले खोजेको पाएँ है अँ सिलाइजेसन मैले पाएँ अँ यार्स नि पाएँ अँ अब हनी पनि पाएँ होइन अँ मैले हनी पनि अँ अब यहाँ याकको दुध मात्र खान ट्राई गर्नु पाइन्छ त्यो चाहिँ पाएको छैन त्यो ट्राई गर्न पाएँ भने चाहिँ सबै कम्प्लिट हुन्छ मेरो भनेपछि यहाँ चाहिँ त्यो खोजेको कुराहरू चाहिँ मोटामोटी सबै रहेछ है अर्ग्यानिक खानु छ भने चाहिँ सेफ फोक्सुन्टोमा आउनु अर्ग्यानिक सबै कुरो अर्ग्यानिक खाने छ भने सेफ फोक्सुन्टोमा आउनु स्याउ त होइन बाटैभरि खाइयो बाटैभरि स्याउ खाइयो चक्लेट स्याउ पनि खाइयो माथि चाहिँ नहुँदो रहेछ होइन अब भोलि चाहिँ याकको घिउ र अब भरे याकको सुकुटी ल्याउँछु भनेछ त्यो चाहिँ खानुपर्छ ओके घिउ पनि खाइयो होइन बिहान यो दामी थियो अब घिउ चाहिँ किनेर आउनुपर्छ त्यो मन्चा बहिनीकोमा घिउ पनि राम्रो थियो त्यो पनि राम्रो थियो होइन तिनीहरूकोमा घिउ छैन रे जस्ट खानको लागि मात्रै ठिक छ है लोक के अरे ठाउँ त भएको हो नेपालमा है झर्नुभयो सरले त मृग नि देखायो होइन ए झरा त्यो अघि हामीभन्दा अगाडिको ग्रुपको त्यो 8 जनाले केही देखेन यार दाइ बाटो त ठिकै रहेछ तर केही देखेन भनेर देख्ने गरी हिँड्नुपर्छ नि त घुम्ने त रिल्याक्स हामीले देखेको भनेको तिमीले चाहिँ देख्यौ झारल हाइट बढ्दै गयो टाउको झिनझिन हुन थालेछ कताबाट हो माथिबाट रहेछ कति छ अरे त्यहाँ माथिको हाइट कति छ अरे 45 फुट पर्छ होला ओहो 45 त अनि गइएकै छैन तलसम्म त नि कता हो बाटो यही हो बाटो अलिक नरहेछ यार कन्फ्युजिङ